प्रिन्सिपल त चाहिँ त्यो मापदण्ड नै हामीलाई चाहिँ सुहाउँदो छैन, देश सुहाउँदो छैन भनेर त्यो बेला भएदेखि अहिलेसम्म लागिरहेको त्यो अवैज्ञानिक अव्यवहारिक र अर्को एउटा पनि छ, त्यो चाहिँ म बिर्सेँ। त्यसको कुनै सुनवाई नै भएन। त्यसपछि 5वटा केम्सन सप्लायरहरूको एसोसिएसन, अपन, एनएमए, मेडिकल तथा डेन्टल अलि वेलमाछाहरूको ग्रुप सहित अनि फेरि अफिनले अर्को मागमा चाहिँ फेरि अर्को निवेदन दियो 5वटा होटल हिमालयनमा। यी सबैलाई भएन, एउटा दुइटालाई यो अफिनलाई हजुरहरूले भने जस्तो टेर्दैन केही गर्दैन भने त टेर्ने त बनाउनु पऱ्यो। यहाँ कसले टेर्नेवाला छ कसलाई? टेर्दै टेर्दैन। यहाँ जरुरी के छ टेर्नुपर्ने? अब कोही गएन भने कसले टेर्छ? एउटा संस्थादेखि लिएर प्रदेशदेखि लिएर सङ्घ सबैले आफ्नो आफ्नो काम गरेका छन्। यसको एउटा उदाहरण दिएँ मैले। ह्याम्सले आफ्नो एनुअल डेमा यहाँ बजारका भाका ठुला गर्ने मान्ने चाहिँ ल्याएर चट्ट भात खुवाएर कार्यक्रम गरेको उहाँले अघि बताइहाल्नुभयो। त्यो राम्रो कुरा हो, त्यो पनि लबिङै गरे। त्यो ह्याम्सका लागि मात्र गरे होइन, ह्याम्सको एनुअल डेमा गर्नुभयो, त्यो आफ्नो कुरा भयो। तर पनि त राज्यका बारेमा कुरा गरे नि त। अब यो अफिनको केन्द्रमा आउने त सबै हुने भयो। कलेजवाला एक थरी छन्, कलेजको सिट बढेन फी बढेन भन्छन्। कलेज नपाउने अर्को थरी छन्, ए भाइ हामीले त पाउँदै पाएनौँ भन्छन्। यहाँ त खाए पनि पश्चाताप, नखाए पनि पश्चाताप छ। अनि 15 बेड, 5 बेड, 50 बेड, 500 बेड सबैको कथा छ। 5 वर्षको भन्दा यो प्रदेश सरकारले कुनै पनि मापदण्ड त्यहाँको सहसचिवले, जिम्मेवार महाशाखा प्रमुखले गुणस्तर, सोकल्ड गुणस्तर, उसले यो देशमा कुनै पनि अस्पताल मापदण्ड अनुसार छैन भनेपछि त्यहीँ रोकियो। यो निजीलाई मात्र हो कि सरकारीलाई पनि हो भनेपछि त सरकारीलाई हो भन्नु पऱ्यो। अनि त्यो वीर हस्पिटलको पुरानो घर रेड स्टिकर भएको चाहिँ त्यो चाहिँ गुणस्तर छ। सङ्घीय मन्त्रालय अन्तर्गतका अस्पतालहरू कति छन्, तिनको बेड सङ्ख्या कति हो, स्वीकृत सञ्चालन बेड सङ्ख्या कति हो भनेर एउटा मागे। 15वटाको नाम आयो। अर्को एउटा चिठी लेख्नुहोस् भने यी तहसिलका अस्पतालहरूको मापदण्ड सबैको, वीर हस्पिटलदेखि बिपी गोरालादेखि लिएर यिनको मापदण्डको पेज नम्बर 1 देखि 26वटा यो पूर्वाधारहरू राखेर यसको विवरण दिनुहोस्। 1 नम्बर सूचना। 2 नम्बर, यी 15वटा हस्पिटलको विगत 5 वर्षको अनुगमनको रिपोर्ट। अनुगमन त हुँदै हुँदैन, त्यहाँ को अनुगमनमा जान्छ? 10वटा पराइदिन्छ, हाम्रो पो अनुगमन हुन्छ। 3 नम्बर, सम्पूर्ण सेवा शुल्क, यी अस्पतालको सम्पूर्ण सेवा शुल्क सहित दिनुहोस् भनेर फेरि हालियो। निवेदनै दर्ता गरियो भने सूचनाको हक प्रयोग राखियो। उत्तर के आयो? 1 नम्बर त तिनको हजुरबा आए पनि नसक्ने भइगयो, के मापदण्ड कहाँ मापदण्ड के दिँदै दिएनन्। 2 नम्बरमा गुणस्तर भन्ने महाशाखामा एउटा महाशाखा छ त्यहाँ, अनि त्यसलाई चाहिँ चिठी लेखेछन् त्यो सूचना अधिकारीले। सूचना अधिकारीले त गएर भयो, कहिले मनिजी जानुहुन्छ त्यतातिर गएको बेला, कहिले म जान्छु, आएका छन्। अनि दुइटै सूचनाको हक माग्छन् भन्छन्, दुइटै चाहिँ वकिलका यस्ता कुराहरू छन्। अनि मान्छे के हुन्, एउटा हेर्दा चारतिर बाङ्गिया छ, अर्को एकैतिर सग्लो भए पनि त्यो पनि टेर्दैन। पारा के हो भन्दै थियो। हामी थपक्क दियो, होइन भने सूचना आयोगमा जान्छौँ हामी भनिदियो। सरकारीको सेवा शुल्क सम्म महँगै, किनभने तिनको हालत के छ भनेर बुझ्न त पऱ्यो। अनि कर्णालीमा चाहिँ एउटा कोलिसिस्टेक्टोमी गर्नको लागि 3.5 लाख रुपियाँ लाग्दो रहेछ। चितवनको भरतपुर हस्पिटलमा 15,000 कस्ट निकाल्यो। मैले नि भाइ संविधान भनेको छ त्यो निःशुल्क हुनुपर्ने, तिमीहरूकै शुल्क यति छ, अब हाम्रो के शुल्क तोक्ने? अनि अब म जाँदै गएन भाइ, म आउँदैन, जे गर्नु छ यो तिमीहरूको शुल्क दिँदैन, म साँची बस्नु म आउँदिनँ भनेपछि अब अहिले त स्वास्थ्य मन्त्रालयमा बोलाउन नि छाडिसके। किनभने भाइ 58 कि 60 कटेपछि त मभन्दा पनि तल्लो हालतको मान्छे होस्, घुस खाइनस् भने तेरो अस्पताल उपचार चाहिँ वीरमा हुने हो। त्यसलाई सुधार पहिला, त्यो मेरो बारेमा चाहिँ उ गर्न छोडिदिए। आफ्नो चाहिँ त्यो गाँड सम्हाल, गाँड भने ग्वाइटर भन्छ क्या, हजुर घरको यो भाषामा फेरि मेरो घरमा चाहिँ त्यो शब्द प्रयोग नगर है भन्दै थिएँ। हाम्रोमा चाहिँ पहाडतिर चाहिँ त्यो ग्वाइटरलाई चाहिँ गाँड भन्छ। यो सम्हाल्न एउटाको यत्रो रहेछ, ऊ अर्काको देखाउँदो रहेछ क्या, ऊ त्यसको चाहिँ ओखरको जसको चाहिँ यत्रो थियो त्यो ओखरको डल्ला जत्रोको चाहिँ यसको गाँड आएछ भन्थ्यो अरे क्या। मेरो केही हुनेवाला छैन क्या, मलाई त्यो भागा तिनकै प्रधानमन्त्री भोगिसके, मलाई तिनी कहाँ गएर नमस्कार गरेर कुनै पद खानु पनि छैन। तिनले मलाई जागिर खाने पनि दिनेवाला नै छैन। म नियुक्तिका लागि म जानेवाला छु, त अनि मैले किन नछोड्ने? मैले चाहिँ संस्थाको देशका लागि जे हकित हुन्छ म त्यो कुरा गर्छु। अब नियममा नसकिने कुरा चाहिँ मैले गर्दिनँ। कुनै पनि लेभलमा व्यक्ति, संस्था, प्रदेश जुन चाहिँले भने पनि हामी त्यहाँ तयार छौँ। अब लबिङ त व्यक्तिको, अब मेरो एक्सपेक्टेसन त भएन भने पनि कति त यस्ता छन् कि अफिसले कि कामै गरेन नि भन्छन्, अनि गरेकै छैन, कोही त्यसको नोकर हो। पर्टिकुलर उसको एक्सपेक्टेसनमा नोकरै होइन नि, म त फुल टाइमर काम छ मेरो त अहिले, अरू केही छैन। त्यो पढ्ने, बुझ्ने, हल्ला गर्ने। अनि तर त्यो मेरो व्यक्तिगत उसका लागि छैन, अरूको मेरो त संस्था पनि छैन भने नि हुन्छ। मलाई त्यसले केही फरक पर्नेवाला छैन, तर देशलाई के फरक पर्छ त बुझ्नु पऱ्यो नि त। आजकल म कहीँ जाँदा एउटा कार्ड बनाएको छु, हजुर माफियाको नेता आएको छ भन्यो भने 5 मिनटभन्दा बढी कसैले रोक्दैन। बाबरे बाब, नत्र मलाई कसले टेर्ने त्यहाँ सिंहदरबारै थिएन होइन। माफियाको नेता आएको छ भनेपछि 5 मिनट भनेपछि अब पनि त ठुलै कुरो हो। त माफिया जस्टिफाई गर भाइ, अनि तँ किन भन्छस् भन्नुहुन्थ्यो। अब सबैले त्यही भन्छन् त, मैले थोडी भने हो।
आफ्नो धारणा राखिदिनु हुन र यो सत्रलाई अहिलेको लागि केही समयको लागि खाना नखाउन्जेलसँग स्थगनको लागि स्थगनको घोषणा पनि गरिदिनु हुन। आदरणीय अध्यक्ष डाक्टर पद्मबहादुर खड्काज्यूलाई म हार्दिक अनुरोध गर्दछु। प्रदेशमा चाहिँ आफ्नो आफ्नो प्रदेशमा आफ्नो आफ्नो सरकार छ। त्यो सरकारले के समस्या गरिरहेको छ, सङ्घीय ऐनसँग के समस्या छ, मापदण्डको एउटा चिठी छ। मङ्सिर 20 गते एउटा स्वास्थ्य मन्त्रीलाई मापदण्ड अवैज्ञानिक अव्यवहारिक छ भनेको छौँ। पोहोर साल हाम्रो प्रेस मिटमा यहाँ बोकेरै आएको छु म त डाक्टर मान्छे, फेरि बिरामी फलोअपमा आउलान् नआउलान् भन्ने हो। हुन त म त्यो बिरामीको फलोअपको पैसा लिँदिनँ। 2081 भद्र 6 गते 5वटा बुदा रहेछन्, त्यसमा कति पुरा भए कति पुरा भएनन् भन्ने बुदामा पनि म आउँछु। यसको फलोअपको पाटो पनि छ यहाँ। यी चिजमध्ये धेरै जसो भयो। त्यति बेला बागमतीको नियम बनाएको छैन, रिनु थिएन भन्ने थियो, अहिले बनेर अर्को झम्पट आयो भन्ने आएको छ। अब विषयवस्तुबाटै जाऊँ। मङ्सिरमा स्वास्थ्य मन्त्रीलाई चाहिँ एउटा चिठी दियो, यो मापदण्ड मात्र 1 नम्बर, अरू छोडिदिउँ, जे होला नि त्यसका भित्रका कार्यविधि। अघि बागमतीको सचिवज्यूले भने जस्तो त्यो 178वटा पेज अनलाइन फर्म ती विधि भए। प्रिन्सिपल त चाहिँ त्यो मापदण्ड नै हामीलाई चाहिँ सुहाउँदो छैन, देश सुहाउँदो छैन भनेर त्यो बेला भएदेखि अहिलेसम्म लागिरहेको त्यो अवैज्ञानिक अव्यवहारिक र अर्को एउटा पनि छ, त्यो चाहिँ म बिर्सेँ। त्यसको कुनै सुनवाई नै भएन। त्यसपछि 5वटा केम्सन सप्लायरहरूको एसोसिएसन, अपन, एनएमए, मेडिकल तथा डेन्टल अलि वेलमाछाहरूको ग्रुप सहित अनि फेरि अफिनले अर्को माघमा चाहिँ फेरि अर्को निवेदन दियो। 5वटा होटल हिमालयनमा यी सबैलाई भएन, एउटा दुइटालाई यो अफिनलाई हजुरहरूले भने जस्तो टेर्दैन केही गर्दैन भने त टेर्ने त बनाउनु पऱ्यो। यहाँ कसले टेर्नेवाला छ कसलाई? टेर्दै टेर्दैन। यहाँ जरुरी के छ टेर्नुपर्ने? अब कोही गएन भने कसले टेर्छ? अब अहिले प्रदेशमा चाहिँ सबैको आफ्नो आफ्नो मन्त्रालय छ, त्यहाँ कसको भयो सबै प्रदेशको सुन्यौँ हामीले प्र्याक्टिस, गण्डकीको सुन्यौँ, सुदूरपश्चिमको सुन्यौँ। एउटा संस्थादेखि लिएर प्रदेशदेखि लिएर सङ्घ सबैले आफ्नो आफ्नो काम गरेका छन्। यसको एउटा उदाहरण दिएँ मैले। ह्याम्सले आफ्नो एनुअल डेमा यहाँ बजारका भाका ठुला गर्ने मान्ने चाहिँ ल्याएर चट्ट भात खुवाएर कार्यक्रम गरेको उहाँले अघि बताइहाल्नुभयो। त्यो राम्रो कुरा हो, त्यो पनि लबिङै गरे। त्यो ह्याम्सका लागि मात्र गरे होइन, ह्याम्सको एनुअल डेमा गर्नुभयो, त्यो आफ्नो कुरा भयो। तर पनि त राज्यका बारेमा कुरा गरे नि त। अनि त्यहाँ पनि त हामीले त गएर बोल्न पाइयो। प्रदेशको गण्डकी प्रदेशको चाहिँ हाम्रो अध्यक्ष कपिल पोखरेलजी हुनुहुन्छ, उहाँले त्यो मन्त्रालयसँगै पैसा मागेर स्वास्थ्य कार्यक्रम चलाउनुहुन्छ। महिनाको एउटा त्यो अवेरनेस गर्ने, आफ्नो अस्तित्व प्रस्तुत गर्ने सुरु गर्नुभएको छ उहाँले। अनि धनगढीमा अस्ति उहाँ कन्क्लेभ गर्नुभयो, धनगढीको सुदूरपश्चिम प्रदेशबाट भनिहाल्नुभयो। उहाँले आफ्ना कुरा राख्नुभयो, जनताहरूले ल्याएर भात खुवाएर राम्रोसँग दिए भन्नुभयो नि। त्यो एउटा कर्मचारीलाई पनि त्यो मेन्टालिटी के छ भन्ने कुरा त बुझाउनु भयो नि त। अब प्रदेशको छँदैछ। अब यो मेडिकल इन्स्टिच्युट छ। अब यहाँ चाहिँ मैले देखेको चाहिँ के भने हजुरको एकदम उसमा मेरो संस्थाले कहाँ सफरिङ भयो भन्ने बारेमा चाहिँ म चिन्ता गर्ने भएँ। मेरो संस्थाले भनेको हाम्रो प्रतिनिधि संस्था। अब यो अफिनको केन्द्रमा आउने त सबै हुने भयो। कलेजवाला एक थरी छन्, कलेजको सिट बढेन, फी बढेन भन्छन्। कलेज नपाउने अर्को थरी छन्, ए भाइ हामीले त पाउँदै पाएनौँ भन्छन्। यहाँ त खाए पनि पश्चाताप, नखाए पनि पश्चाताप छ। अनि 15 बेड, 5 बेड, 50 बेड, 500 बेड सबैको कथा छ। अहिले ती मेडिकल कलेजवालाहरू पनि मापदण्डको चिजबिज भएको भएर उहाँहरू पनि लौ न हामी आउनु पऱ्यो, यो के हो मापदण्ड संशोधन गर्नु पऱ्यो भनेर उहाँहरू पनि लागिरहनु भएको छ पोजिटिभली। अस्पताल त अस्पतालै हो। उहाँहरू कुनै जमाना चाहिँ त्यहाँबाट एक्जामिसन हुनुहुन्थ्यो, शिक्षा मन्त्रालयबाट अनुगमन जान्थ्यो, मेडिकल काउन्सिलले यो 500,000 भनेपछि हुन्थ्यो। अब त त्यो हुने भएन। अनि त्यो समस्या भएको भएर उहाँहरू पनि एकदम नजिकमा हुनुहुन्छ, सम्पर्कमा हुनुहुन्छ। र उहाँहरूलाई चाहिँ अहिले मेडिकल एजुकेसनमा जे जति सहयोग छ अफिनबाट पुरा सहयोग छ। अब एसियालाई नहुने कुरै भएन, एसियाका लागि पनि राखेको छु। अफिनको अध्यक्ष मेडिकल काउन्सिलको सदस्यका हैसियतले मैले शिक्षा आयोगको विरुद्धमा मुद्दा हालेर एउटा मुद्दा फाइनल भयो, एउटा त्यहीँ छ। 5 वर्षको नवीकरणका लागि परमादेश दिने भनेर एउटाले 50,000 एडभान्स दिएको, 6 महिनापछि चाहिँ खै लेखेको के भयो भनेर भनेको होइन यो त अलि मापदण्डको पनि टिम बनाएको छ डाक्टर साहब, अब यसैमा गयो हुन्छ भनेर पनि त्यो लेखेको ल्याउनुहोस्, म अर्को वकिललाई दिन्छु भनेको छु। 5 वर्षको ऐन अनुसार चाहिँ परमादेश भयो भने त्यो पर्टिकुलर जुन चाहिँ संस्था छ, त्यो जुन हाकिम छ त्यसलाई मानहानिमा मुद्दा हाल्न पाइँदो रहेछ। अनि त्यसैलाई गर्न जाने भनेको यहाँहरूलाई थाहै छ। यो अस्तिको अहिलेको यो युवा स्वास्थ्य मन्त्री आउनु भएको बेला हामी गएको थियौँ नि मेडिकल कलेज प्लस हामी चाहिँ भेट्न गएको थियौँ। अनि भेट्न जाँदा त यो मन्त्रालयसँग मैले स्पष्ट राखेँ, मलाई यो फुलमाला हाल्न नि चाकरी गर्न नि आउन जरुरी छैन, किनभने मेरो केही नै छैन। अनि तिनैसँग माग्नुपर्ने आवश्यकता पनि छैन। तर यो राज्यले एउटा चिठी पनि लेखिदिएन। 5 वर्षको भन्दा यो प्रदेश सरकारले कुनै पनि मापदण्ड त्यहाँको सहसचिवले जिम्मेवार महाशाखा प्रमुखले गुणस्तर सोकल्ड गुणस्तर उसले यो देशमा कुनै पनि अस्पताल मापदण्ड अनुसार छैन भनेपछि त्यहीँ रोकियो। यो निजीलाई मात्र हो कि सरकारीलाई पनि हो भनेपछि त सरकारीलाई हो भन्नु पऱ्यो। अनि त्यो बिर हस्पिटलको पुरानो घर रेड स्टिकर भएको चाहिँ त्यो चाहिँ गुणस्तर छ। म यहाँहरूलाई अर्को एउटा इन्फर्मेसन दिएँ। यहाँ अघि चाहिँ हाम्रो चिजबिजका कुरा भन्ने भयो, यो सचिवालयसँग सबभन्दा नजिक भएको मै हो।
त्यसले मेरो चाहिँ मलाई चाहिँ समस्या छैन। म हरेक दिन एउटा चिठी काट्छु। आयोगमा सूचना माग्ने, मन्त्रालयमा सूचना माग्ने चिजबिज कुनै छैन। मैले के गरेँ भने मणिजीलाई चाहिँ भनेर एउटा सूचनाको हक प्रयोग गरेर एउटा चिठी लेख्नुहोस्, सङ्घीय मन्त्रालय अन्तर्गतका अस्पतालहरू कति छन्, तिनको बेड सङ्ख्या कति हो, स्वीकृत सञ्चालन बेड सङ्ख्या कति हो भनेर एउटा मागेँ। 15वटाको नाम आयो। अर्को एउटा चिठी लेख्नुहोस् भने यी तहसिलका अस्पतालहरूको मापदण्ड सबैको, वीर हस्पिटलदेखि बिपी गोरालादेखि लिएर यिनको मापदण्डको पेज नम्बर 1 देखि 26वटा यो पूर्वाधारहरू राखेर यसको विवरण दिनुहोस्। 1 नम्बर सूचना। 2 नम्बर, यी 15वटा हस्पिटलको विगत 5 वर्षको अनुगमनको रिपोर्ट। अनुगमन त हुँदैन त्यहाँ, को अनुगमनमा जान्छ? 10वटा पराइदिन्छ, हाम्रो पो अनुगमन हुन्छ। 3 नम्बर, सम्पूर्ण सेवा शुल्क, यी अस्पतालको सम्पूर्ण सेवा शुल्क सहित दिनुहोस् भनेर फेरि हालियो। निवेदनै दर्ता गरियो भने सूचनाको हक प्रयोग राखियो। उत्तर के आयो? 1 नम्बर त तिनको हजुरबा आए पनि नसक्ने भइगयो, के मापदण्ड कहाँ मापदण्ड के दिँदै दिएनन्। 2 नम्बरमा गुणस्तर भन्ने महाशाखामा एउटा महाशाखा छ त्यहाँ, अनि त्यसलाई चाहिँ चिठी लेखेछन् त्यो सूचना अधिकारीले। सूचना अधिकारीले त गएर भयो, कहिले मणिजी जानुहुन्छ त्यतातिर गएको बेला, कहिले म जान्छु, आएका छन्। अनि दुइटै सूचनाको हक माग्छन् भन्छन्, दुइटै चाहिँ वकिलका यस्ता कुराहरू छन्। अनि मान्छे के हुन्, एउटा हेर्दा 4तिर बाङ्गिया छ, अर्को एकैतिर सग्लो भए पनि त्यो पनि टेर्दैन। पारा के हो भन्दै थियो। हामी थपक्क दियो, होइन भने सूचना आयोगमा जान्छौँ हामी भनिदियो। अनि त्यसले के लेखेर पठायो भने हजुरको यो अनुगमन समिति र यो सेवा शुल्क सम्बन्धित अस्पतालको वेबसाइटमा छ भन्छ। त्यो मसँगै छ यहाँ, म कुनै दिन यो अर्को रिपोर्टमा डिस्प्ले गरौँ। भनेपछि ती सरकारी अस्पताल त कोही पनि मापदण्ड गरेर हिँड्छ नि त, तिनको अनुगमन पनि छैन। यहाँ हामीले चाहिँ अनुगमन समिति भन्छ हजुरको, यहाँ मापदण्ड भनेर तेर्स्याउँछ होइन। यो चाहिँ अभिगत हो भएको यस्तो हो। अब अहिले म यो नेगेटिभ उसमा गइनँ, पोजिटिभ उसमा जाँदा 7वटा प्रदेशमा छ, प्रदेशले सबैले आफ्नो आफ्नो सकेअनुसार काम गर्नुभएको छ। समस्या छ, चिजबिज हुन्छ, प्रदेशको कम्युनिटीको सबै सरहरू मसँग पर्सनल्ली जति बेला पनि कन्ट्याक्टमा हुनुहुन्छ। जोसुकैले भए पनि मैले फोन अफ गर्दिनँ, फोन उठाएकै छु, आएकै छु, कम्युनिकेसन भइरहेछ। अब यसरी बस्ने चाहिँ यो हाम्रो कार्यकालमा चौथो हो। एउटा राष्ट्रिय भेला गऱ्यौँ, एउटा चितवनले भेला गर्यो, त्यो कन्फ्लिक्ट चुनावमा भएको कन्फ्लिक्टलाई चाहिँ दरार ठिक पार्न। अनि अर्को त्यसपछि तेस्रो अर्को एउटा एनुअल के सभा अरे हाम्रो जन्म जयन्ती सभा 26औँ कि 25औँ चाहिँ वर्षगाँठको उसमा चाहिँ मान्छेलाई बोलाएर एकलट जम्मा भयौँ। अब फ्रिक्वेन्टली यत्रो बोलाइरहन नि गाह्रो छ नि त हजुरको। तर काम नभएको होइन, हरेक प्रदेशमा हुने चिज सचिवालय प्लस अफिसले गरिरहेछ व्यक्तिगत लेभलमा। बागमतीले पनि राष्ट्रिय भेला 5औँवटा भेला भयो। अब यो बाहेक अरू काम गर्न सकिने के त भन्दा आजको मुख्य उद्देश्य मापदण्डको बारेमा हामीलाई चाहिँ सहभागी नै गराएनन्, जो हाम्रा कारणले गर्दा, हाम्रा त होइन उनको आवश्यकता होला। अब सेवा शुल्क, त्यसपछि मैले के गरेँ, सेवा शुल्कमा आइज साथी खड्की किनारमा साथी गर्न भन्थे, त्यहाँ चाहिँ राखेछ फेरि शुल्क निर्धारण समितिमा अफिसको प्रतिनिधि राखेछ। मैले नि म आउँदैन, जा भाइ बहिष्कार जा, यो कहाँ म त्यहाँ गएर साँझी गर्छु। सरकारीको सेवा शुल्क सम्म म गएँ, किनभने तिनको हालत के छ भनेर बुझ्न त पऱ्यो। अनि कर्णालीमा चाहिँ एउटा कोलिसिस्टेक्टोमी गर्नको लागि 3.5 लाख रुपियाँ लाग्दो रहेछ। चितवनको भरतपुर हस्पिटलमा 15,000 कस्ट निकाल्यो। मैले नि भाइ संविधान भनेको छ त्यो निःशुल्क हुनुपर्ने, तिमीहरूकै शुल्क यति छ, अब हाम्रो के शुल्क तोक्ने। अनि अब म जाँदै गएन भाइ, म आउँदैन, जा जे गर्नु छ यो तिमीहरूको शुल्क निर्णय म साँची बस्नु म आउँदिनँ भनेपछि अब अहिले त स्वास्थ्य मन्त्रालयमा बोलाउन नै छाडिसके। किनभने भाइ 58 कि 60 कटेपछि त म भन्दा पनि तल्लो हालतको मान्छे होस्, घुस खाइनस् भने तेरो अस्पताल उपचार चाहिँ बिरमा हुने हो, त्यो त्यसलाई सुधार पहिला। त्यो मेरो बारेमा चाहिँ उ गर्न छोडिदिए, आफ्नो चाहिँ त्यो गाँड सम्हाल। गाँड भने ग्वाइटर भन्छ क्या, हजुर घरको यो भाषामा फेरि मेरो घरमा चाहिँ त्यो शब्द प्रयोग नगर है भन्दै थिएँ। हाम्रोमा चाहिँ पाहाडतिर चाहिँ त्यो ग्वाइटरलाई चाहिँ गाँड भन्छ। यो सम्हाल्न एउटाको यत्रो रहेछ, ऊ अर्काको देखाउँदो रहेछ क्या, ऊ त्यसको चाहिँ ओखरको जसको चाहिँ यत्रो थियो त्यो ओखरको डल्ला जत्रोको चाहिँ यसको गाँड आएछ भन्थ्यो अरे क्या। त्यसले आफ्नो गाँड सम्हालो भाइ, हाम्रो गाँड नसम्हालो होइन, पहिला पछि गर भने जस्तै। त्यसले यो चिज छ। अब यो जुन प्रयास भइरहेछ अहिले त हाम्रा संस्थामा त कतिवटा रहेछन्, 90वटा त हामी समितिमा रहेछौँ। एउटा प्रदेशमा 9वटा, 9 7 63, केन्द्रमा 23वटा, 63 र 23 86, 4 5वटा सल्लाहका, 90वटा संस्था त यसका चाहिँ त्यो मामुली म भाग्छु आउँदिनँ भने नि भए। अब को आए को आएनन्, यो भोलिन्टरी अर्गनाइजेसन हो, यसमा कोटा आउँछ, कसैलाई आवश्यकता फिल हुन्छ आउनुहुन्छ, आउनुहुन्न यो बन्द होला, अरू के होला र। अब यो पोस्ट सोर्स नहोला, सकिहाल्यो। त्यसो पनि धेरै चिन्ताको विषय भएन। जहाँसम्म मेडिकल एजुकेसन भने नि मैले 3टा कुरा भनेहरूको, मैले मेडिकल एजुकेसनमा गएर अफिसको तर्फबाट संस्थाको तर्फबाट राख्न बाँकी राखेको छैन। त्यो अडियो रेकर्डिङ पनि छ, म सुनाउला यहाँहरूलाई आवश्यक पऱ्यो भने। यो पेडा पकाउने ठाउँ होइन भनेरै भनेको छु मैले। मेरो केही हुनेवाला छैन क्या। मलाई त्यो भागा 3टै प्रधानमन्त्री भोगिसके, मलाई तिनी कहाँ गएर नमस्कार गरेर कुनै पद खानु पनि छैन।
तिनले मलाई जागिर खाने पनि दिनेवाला नै छैन। म नियुक्तिका लागि म जानेवाला छु त अनि मैले किन नछोड्ने? मैले चाहिँ संस्थाको देशका लागि जे हकित हुन्छ म त्यो कुरा गर्छु। अब नियममा नहुने नसकिने कुरा चाहिँ मैले गर्दिनँ। संस्था भएकालाई सिट बढाउनु पऱ्यो भन्ने, अहिले मेडिकल कलेजको उसमा सपोर्ट गर्दा फी बढ्ने हो मामुली, नभएकालाई चाहिँ क्राइटेरिया पुरै भएको जे पुग्छ त्यो संस्था दिनुहोस्, देशमा म्यान पावरको आवश्यकता छ भनेर लबिङ गर्ने हो, त्यो कन्टिन्यू भएको छ। अब अर्को 2-3वटा काम गर्नुपर्ने, यहाँ महेन्द्रजीलाई मैले बोलाएको छु, महेन्द्र भूषा, यो व्यवस्थापक संस्थाको उहाँ अध्यक्ष हुनुहुँदो रहेछ, उहाँसँगै बसेर अफिलले पनि एउटा यो कन्फरेन्स टाइपको काम गर्ने भन्नुभएको छ, त्यसको बारेमा डिटेल उहाँले दिनु होला, त्यो गर्ने हो। एउटा आइएचएफ भन्ने हुँदो रहेछ, एउटा इन्टरनेसनल हस्पिटल फेडरेसन भनेर महासचिवले मलाई इन्फर्मेसन दिनुभएको थियो। अनि यो एसियन हस्पिटल फेडरेसन भन्ने हुँदो रहेछ, यसको मेम्बर भयो भने यो इन्टरनेसनल कन्फरेन्समा जाने, अनुभव बटुल्ने बुझ्ने भन्ने हुन्छ। अब अनुभव बटुल्ने नभए घुम्न गएर 2-4वटा फोटो पनि राख्न पाएला, सक्यो त्यो के अरे स्वस्तानीमा थियो नि एउटा के अरे हजुरको सके राजा भएला न रमिता हेरिएला भनेर एउटा गएको थियो नि केटो, हात्तीले माला हाल्ने ठाउँमा, भने त्यो पनि राम्रै काम होला, इन्टेलेक्चुअल के काम होला भन्ने हो। भएन भने केही चिन्ता भएन, अब हस्पिटल उनै जाने हुन्, सञ्चालकै जाने हुन्, त उहाँहरूलाई चाहिँ त्यो 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 इन्टेलेक्चुअल कामका लागि चाहिँ किन अब गर्नु, त्यसका लागि पनि यो सजिलो होला। अब अहिलेको यो प्रोग्राम चाहिँ के भने यो त यो गुम्सिएर बसेको निस्कियो नि हजुरको, यहाँ यो भएन ऊ भएन, मलाई जे लाग्यो, अब मलाई मनिजीको लागि चित्त बुझेन, उनले चाहिँ फाँट के भनिदियो, अब यो मनी काम छैन भनेर त भएन नि। यो त संस्था बन्ने त पोलिसीमा ठाउँमा चिजबिजमा होला नि। मैले भने नि सबभन्दा बढी भेट्ने म, अब मेरा लागि चाहिँ केही समस्या भएको छैन होइन। अब अरू भयो भने अर्को कार्यकालमा अर्को बोर्ड ल्यायो होला, त्यसमा मलाई समस्या छैन। काम गरेकोलाई चाहिँ काम गरेन भन्नु न। एम्बुलेन्सको लागि मात्रै 5 ठाउँ लगिसक्यो मलाई, कहिले स्वास्थ्य समिति बनाएको छ, कहिले स्थायी समिति बनाएको छ, कहिले स्वास्थ्य मण्डल बनाएको छ, यो गदाहरूलाई म भेट्दिनँ भनौँ। अनि कहिलेको इन्सल्ट खाएको छ। यही लोनको बारेमा पनि हाम्रो कपिलजीले गण्डकीबाट डाक्टर साहब यस्तो भनेर हामी गभर्नरलाई भेट्न गयौँ नि अरूको होइन, फेरि पनि जाउँ त कुनै पनि लेभलमा व्यक्ति संस्था प्रदेश जुन चाहिँले भने पनि हामी त्यहाँ तयार छौँ। अब लबिङ त व्यक्तिको अब मेरो एक्सपेक्टेसन त भएन भने पनि कति त यस्ता छन् कि अफिलले कि कामै गरेन नि भन्छन्, अनि गरेकै छैन, कोही त्यसको नोकर हो, पर्टिकुलर उसको एक्सपेक्टेसनमा नोकरै होइन नि। म त फुल टाइमर काम छ मेरो त अहिले, अरू केही छैन, पढ्ने बुझ्ने हल्ला गर्ने। अनि तर त्यो मेरो व्यक्तिगत उसको लागि छैन, अरूको मेरो त संस्था पनि छैन भने नि हुन्छ, मलाई त्यसले केही फरक पर्नेवाला छैन। तर देशलाई के फरक पर्छ त बुझ्नु पऱ्यो नि त। अघि नै उहाँ मेडिकेयरको सरले भन्नु नि 70 सालको त्यो चिज कसरी आयो के हो भनेर, अहिले त हामी कोही खेताला पठाउँदैनौँ नि, हामी सबै आफै जान्छौँ त, आफै जान्छौँ, ठोक्छौँ, भन्छौँ, जे गर्छौँ नि, त्यहाँ कसैले मेरा बारेमा केही गर्यो होला कि भन्ने नै छैन। त्यो त्यही मेडिकल कलेजवाला साथीहरूसँग पनि भेट हुँदैन, मुन्डाले नै भनेन उहाँहरू आफूलाई ठुला होइलमा ठान्नुहुन्छ, इकोसिस्टममा सानाको पनि अस्तित्व छ भनेर उहाँहरूलाई नै भनिदिन्छ नि म ठाडै, यो भन्नुपर्ने कुरामा समस्यै छैन। भन्न खोजेको हामी सबै मिल्यो भने अस्तित्व हो, अस्तित्वमा सबैको अस्तित्व छ, सबैले बाँच्न पाउने गरिकन गर्ने हो भन्ने हो। त्यसैले यो चिज नै हो। अब यहाँ कुनै एजेन्डै छैन, यहाँ कुनै हजुरहरूलाई लाग्यो होला कुनै एजेन्डा छैन, केही छैन, यो कति नालायक प्रोग्राम होला भनेर। यहाँ प्रब्लम जे छ त्यही एजेन्डा हो, यो सबैले बोल्न पाउनुहुन्छ। यो चाहिँ थोरै म यहाँ छु या मैले डिक्टेट गर्ने अरूले सुन्ने हो र, यो चाहिँ म जस्ता मान्छे जति पनि छन् नि यहाँ संसारमा देशमा, उसले अर्को आइहाल्छ नि। म त यहाँ यसो केही काम नपाएर पो केही दिनलाई आएको, मभन्दा धेरै जिम्मेवार मान्छे पनि छन्, मभन्दा धेरै सचेत पनि छन्, धेरै विद्वान हुनुहुन्छ, धेरै लगानीका यसरी लगाउनु भएको छ, सबैको साझा सम्पत्ति हो नि यो। त्यसैले अब व्यक्तिगत रूपमा मैले कसैलाई दोष दिन्न, एकदमै राम्रो भएको छ। अब मलाई त भन्ने हो भने एकदमै राम्रो भएको छ भन्छु। आजकल म कहीँ जाँदा एउटा कार्ड बनाएको छु, हजुर माफियाको नेता आएको छ भन्यो भने 5 मिनटभन्दा बढी कसैले रोक्दैन, बाबरे बाब, नत्र मलाई कसले टेर्ने त्यहाँ सिंहदरबारै छिटो दिँदैन होइन। माफियाको नेता आएको छ भनेपछि 5 मिनट भनेपछि यो पनि त ठुलै कुरो हो। त माफिया जस्टिफाई गर भाइ, अनि तँ किन भन्छस् भन्नुहुन्थ्यो, अब सबैले त्यही भन्छन् त, मैले थोरै भने हो। त्यसैले अब यसलाई मैले लामो लिइनँ, मैले भनिहालेँ हजुरको यो बर्खा पनि हुन्छ, फेरि भेट हुँदैन, चिजबिज हुन्छ, यो हामी गर्ने काम गरिरहन्छौँ। जो पदाधिकारी छन्, कमिटी छ, त्योसँग कम्युनिकेसन भइरहेकै छ, भइरहन्छ, प्रदेश वाइज पनि भइरहन्छ। अब कसैलाई जो त्यो लुपमा हुनुहुन्न उहाँहरूलाई लाग्यो होला, त्यो स्वाभाविक पनि हो, किन के भइरहेछ सर्कुलर हुँदैन। अझ प्रदेशको बागमती प्रदेशको पनि आफ्नै एउटा फेसबुक कि भाइबर ग्रुप छ, गण्डकीको छ, अर्कोको छ, म त्योसँग कनेक्ट छु, सुदूरपश्चिमको छ, उहाँहरूको आफ्नो इन्टरनल कनेक्सन पनि हुन्छ। सबै चिज अहिले हेर्दा अब एकअर्कामा सेयरिङ हुने, सपोर्ट हुने पनि काम भइरहेछ। बागमती प्रदेशका मामलामा जुन समस्या भएको छ त्यो त उही बालेनले नै एक दिन त्यसको अफिसबाट फोन आएर मलाई चाहिँ तपाईँ आउनुहुन्छ भने त जस्ता चाहिँ 753वटा छन्, त्यहाँ चाहिँ जिल्ला स्तरको अथवा वडा स्तरको चाहिँ हाम्रो प्रतिनिधि कोही भए पठाउँला, नभए प्रदेशसम्मको चाहिँ म सहयोग म प्रयास गरौँला भनेपछि अनि प्रदेशको उहाँ जानु होइन। यहाँ बालेन मेयर साहबले बोलाउनु भएको छ, तपाईँ आउनुहुन्छ, प्रधानमन्त्री बोलाए नि आउँदैन, आफ्नो इन्ट्रेस्ट छैन भने छैन नि। त्यो त्यत्रो धम्की छ भन्न खोजेको मैले, त्यहाँ च्यालेन्जेस छ, नभएको होइन। यसलाई त हामी मिलेर सबै त्यसमा फेस गर्ने नै हो। 10% को बारेमा क्लियर छ,
हामीले जे दिएका छौँ त्योभन्दा बढी दियो भने हामी बन्द गर्छौँ, सकियो। त्यसमा केही कन्फ्युजनै छैन। त्यो 73 सालमै गरेको हो। त्यसमा इन्डिभिजुअल संस्थालाई दुःख दियो भने प्रदेश छ, प्रदेशले भएन भने केन्द्र छ। त्यसमा अर्को इफ बट नो केही छैन हजुरको, सकिहाल्यो। त्यसले अब लामो भाषण नगरौँ, खाना खाऊँ। अनि यो सुझावहरू चाहिँ हजुरको मन्त्रालयमा इमेल जेबाट मार्फत पनि दिन सक्ने हो। पहिलो आजको हाम्रो मुख्य काम चाहिँ त्यसमा सहभागी हुनु पऱ्यो भन्ने हो। सहभागी भएन भने हामी बहिष्कार गर्छौँ। हामी किन मापदण्ड माग्छौँ र? अनि एउटा मुद्दा कोर्टमा हाल्छौँ, यो सरकारी अस्पताल कुनै पनि मापदण्ड नभएको र यिनलाई चाहिँ मापदण्डमा ल्याउन हुन परमादेश जारी गरी पाउनु भनेर फेरि एउटा मुद्दा हाल्यो, सकिहाल्यो। धन्यवाद।